नमस्ते सम्पूर्ण लगानीकर्ता साथीभाइहरू। आज यस भिडियो मार्फत सोपन फार्मास्युटिकल्स कम्पनी आइपिओ कतिसम्म पुग्ला भन्ने कुरा विश्लेषण गर्नेछौँ। सर्वप्रथम सोपन फार्मास्युटिकल्स कम्पनी आइपिओ पर्ने सम्पूर्ण साथीभाइहरूलाई बधाई छ। यस कम्पनीले वैशाख 2 गतेदेखि 6 गतेसम्म सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको थियो। यस कम्पनीको इस्यु म्यानेजर एनएमबी क्यापिटल रहेको छ भने केयर रेटिङ नेपालले यस कम्पनीलाई सिंगल बी रेटिङ दिएको छ। यो कम्पनीको आइपिओ कतिसम्म पुग्छ भन्नु अघि च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरेर भिडियोलाई लाइक पनि गर्नुहोला। यस कम्पनीको आइपिओ 800 देखि 1000 सम्म पुग्ने सम्भावना रहेको छ। अहिले आएको आइपिओहरू हेर्दा आइपिओ होल्डर्सले कतिसम्म होल्ड गर्छन् भन्ने कुराले भर पार्छ। कम्पनी राम्रो छ। यदि आइपिओ होल्डर्सले टाइट होल्ड गरे भने यस कम्पनीको आइपिओ 1000 देखि 1500 सम्म पनि पुग्न सक्ने सम्भावना रहेको छ। यो कम्पनी आइपिओ कतिसम्म पुग्छ भन्ने कुरा अहिले ठ्याक्कै थाहा हुँदैन। सेकेन्डरी मार्केटमा कारोबार भएपछि मात्रै थाहा हुन्छ यो कम्पनीको आइपिओ कतिसम्म पुग्छ भन्ने कुरा चाहिँ।